प्रस्थानको पुस्तक 2 अध्यायको 13 पदबाट। भोलिपल्ट त्यहाँ जाँदा 2 जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्नेलाई चाहिँ भने, तिमी आफ्नो हिब्रू मान्छेलाई किन हिर्काउँछौ? त्यसले भन्यो, कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारे जस्तै मलाई पनि मार्न चाहन्छौ? तब मोसाले डराएर मनमनै भने, अवश्य यो कुरा फिजिन लागेछ। फारोलाई यो कुरा थाहा भयो र उनले मोसालाई मार्ने विचार गरे। तब मोसा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कुवा लिएर बसे। सबै विद्याहरू सिकेको थियो, एक महान अगुवा बन्नु थियो। इजरायलीहरूको पक्षमा रहेर उनीहरूको सहारा बनेर उनीहरूलाई हिम्मत दिनु थियो। उसको क्रोधको कारण, उसको छिटो निर्णयको कारण, उसको आवेशको कारण, उसको रिसको कारण अब के भयो थाहा छ? उसलाई त्यहाँबाट भाग्नु पर्यो। सबै विद्या सिकेको व्यक्ति, राम्रोसँग पढेको व्यक्ति आज जङ्गलमा के गर्दैछन् थाहा छ तपाईँलाई? भेडा चढाउँदैछन्। सामान्य रूपमा कसले भेडा चढाउँछ थाहा छ? नोकर, कामदार। अहिले को भेडालाई चढाउँदैछन्? उच्च शिक्षालाई प्राप्त गरेको व्यक्ति। कल्पना गर्नुहोस्, युनिभर्सिटीमा गोल्ड मेडलिस्ट, पिएचडी गरेको, एउटा उच्च शिक्षा हासिल गरेको, फेरि गएर भैँसी चढाउन थाले। यसलाई कल्पना गर्न सक्नुहुन्छ? मोसालाई 1 दिन होइन, 2 दिन होइन, 1 वर्ष होइन, 2 वर्ष होइन, 40 वर्ष जङ्गलमा रहनु पर्यो। यदि उसलाई कसैले देख्यो भने यस्तो भन्छ, यो भेडा चढाउनलाई देख्नुहुन्छ? धेरै वर्षदेखि भेडा चढाउँदै थियो यहाँ। फेरि श्रीमती छ, बच्चाहरू छन्, उनीहरूको पालन पोषणको जिम्मेवारी मेरो हो नि, उनीहरूको जिम्मेवारी मेरो हो नि, त्यसैले परिश्रम गर्नेछु। मोसा एक श्रीमान र बुवाको रूपमा निराश अनि उदासको बीच उसले जुन काम गर्न सक्थ्यो त्यो नगरिकन रोकेन, परिश्रम गरे। कृपया ध्यान दिनुहोस्, अल्छीहरूलाई परमेश्वरले आशिष दिएको यस्तो संसारमा कुनै पनि ठाउँमा, कुनै पनि व्यक्तिको जीवनमा यो देख्न असम्भव छ। निराशा अनि उदासीमा 40 वर्षसम्म मानसिक अनि शारीरिक रूपमा थाकिएको यो मोसा एक दिन आफ्नो भेडाहरूलाई आफ्नो रीति अनुसार चढाउनको निम्ति लिएर गए। यसरी जब चढाउनको निम्ति लिएर गए, त्यस समय अचानक उसको जीवनमा कहिले नदेखेको चमत्कारलाई उसले देखे। त्यस दिन त्यस्तो अद्भुत कार्य देख्छ भनेर मोसाले सोचेन। अनि त्यस दिन उसको जीवनमा एउटा नयाँ मोड आउनेछ। त्यस दिनदेखि उसको जीवनमा असल दिन सुरु हुन्छ। यस्तो मोसाले सपनामा पनि सोचेको थिएन। उसले सपनामा नसोचेको अनि कल्पना पनि नगरेको अनि कहिले नसोचेको निराश अनि उदासको उसको जीवनमा भइरहेको यस्तो दिनमा अचानक परमेश्वरले दर्शन दिनुभयो। प्रिय, कहाँ? जलिरहेको पोथ्राको बीच। त्यस स्थानमा कतिपल्ट ऊ गए, तर यस्तो दृश्य कहिले देखेन। त्यहाँ पोथ्रा जलिरहेको थियो, तर भस्म भएको थिएन। पोथ्रा जलिरहेको थियो, जलेर नष्ट भएको छैन। उसलाई त्यो अचम्म लाग्यो। सामान्य रूपमा काठ भए के हुन्थ्यो? जल्थ्यो अनि त्यसपछि के हुन्छ? नष्ट भएर जान्छ। उसको अगाडि पोथ्रा जलिरहेको थियो, तर पुरै जलेर नष्ट भएको छैन। जलिरहेको थियो तर भस्म भएको थिएन। यो हो परमेश्वरले त्यस दिन मोसालाई देखाएको। यसद्वारा परमेश्वरले मोसालाई के सिकाउन चाहन्थे थाहा छ? मोसा, इजरायली प्रजाका मानिसहरू जलाइरहेको छ, तर उनीहरू भस्म भइरहेको छैन। यो म तिमीलाई बताउँदैछु। प्रिय, केही बुझ्नुभयो? इजरायली मानिसहरू फारोले कठिन परिश्रम गराए पनि उनीहरू जलाइरहेको थियो। तिनीहरू बिल्कुल भस्म भएको थिएन। यो पहिलो हो। अनि दोस्रो, मोसा, तिमी सोच्दैछौ किन मेरो जीवन यसरी जल्दैछन्? यसरी तिम्रो जीवन जलिरहेको छ, सोचिरहेको छ, तर वास्तवमा तिम्रो जीवन जलिरहेको छैन। प्रिय, यही थियो परमेश्वरद्वारा मोसालाई भनिएको एक अद्भुत पाठ। त्यही पाठलाई यस समय परमेश्वर तपाईँलाई पनि भन्दै हुनुहुन्छ।
तपाईँ सोच्दैछन् मेरो जीवन यसरी जलिरहेको छ। तपाईँ सोच्दैछौ मेरो जीवन यसरी जलिरहेको छ, त्यसैले मेरो जीवनमा असल दिन अब कहिले पनि देख्ने छैन। मेरो अवस्था राम्रो छैन, मलाई राम्रो जागिर मिल्दैन, मेरो परिवार स्थिर हुँदैन, मेरो बच्चाहरूमा सुधार आउँदैन, मेरो जीवन यसरी नै जलिरहेको अवस्थामा रहन्छ। यस्तो तपाईँ सोच्दै हुनुहुन्छ। परमेश्वर तपाईँलाई भन्दै हुनुहुन्छ, जसरी तिमी सोच्दैछौ जलिरहेको छ, म भन्दैछु जलिरहेको छैन। जलिरहे जस्तो देखिन्छ, तर यो सत्यता तपाईँलाई परमेश्वरले भन्दै हुनुहुन्छ। प्रिय, त्यस दिन मोसाले पोथ्रालाई हेरेर सोचे, जलेर किन भस्म भएन? अनि परमेश्वरले भन्नुभयो, मोसा, यही त म तिमीलाई भन्न चाहन्छु। तिम्रो जीवन जलिरहेको सोचिरहेछौ, तर जलिरहेको छैन। निराशा अनि उदासीमा 40 वर्षसम्म दबिरहेको त्यस मोसालाई परमेश्वरले त्यस दिन बोलाउनु भयो, मोसा, मोसा। बोलाए प्रिय, अद्भुत छ नि। प्रिय, म जसको प्रचार गर्दैछु उहाँ अद्भुत परमेश्वर हुनुहुन्छ। मोसाले जब सोचे मेरो काम भइसक्यो, मेरो जीवनमा असल दिन अब देख्न सक्दिन, सोचिरहेको त्यस समयमा प्रिय परमेश्वरले मोसालाई दर्शन दिनुभयो। यस समय तपाईँले विश्वास गर्नुभयो भने परमेश्वर तपाईँको जीवनमा पनि अद्भुत रूपले दर्शन दिन गइरहेका छन्। जुन परमेश्वरले उदास अनि निराशले भरिएको दबिएको मोसालाई दर्शन दिई भन्नुभयो, मोसा, मेरो जीवन जलिरहेको सोचिरहेको मोसा जलेको छैन, यस्तो देखिरहेको छ। बस त्यो सत्य जसलाई तिमीले थाहा पाउनुपर्छ। प्रिय भाइ बहिनी, आज मेरो जीवन खत्तम भइरहेको छ सोच्नुभयो, मेरो परिवार यस्तै रहन्छ सोच्नुभयो। परमेश्वर भन्दैछ तिमीलाई त्यस्तो लाग्दैछ, तर यो वास्तविकता होइन, किनकि म तिम्रो जीवनमा अद्भुत कामलाई गर्न जाँदैछु। मोसा, म तिम्रो जीवनमा आश्चर्य काम गर्न गइरहेको छु। सबै खत्तम भएको छ भन्ने सुन्नुहोस्। सत्य अनि अद्भुत तिम्रो आत्मिक सुरुवात आजको दिनबाट सुरु हुन गएको छ। प्रिय, यसमा विश्वास गर्ने कोही हुनुहुन्छ? सबै कुरा खत्तम भएको सोच्नुभयो, प्रभु भन्दै हुनुहुन्छ सुरु भएको छैन। अब म तिम्रो जीवनलाई हस्तक्षेप गर्न जाँदैछु। अब म तिम्रो जीवनमा तिम्रो साथ आउँदैछु। अब तिम्रो जीवनमा मेरो उद्देश्य, मेरो इच्छा तिम्रो जीवनमा पूरा गर्न जाँदैछु। म तिम्रो अगुवाई गर्न जाँदैछु। त्यसैले आज वचनको रूपमा म तिम्रो बीचमा छु। विश्वास गर्नेहरू प्रभुको महिमा गर्नुहोस्। महान पवित्र प्रिय परमेश्वर पिता, सारा सृष्टिमा शासन गर्ने तपाईँ, सिंहासनमा विराजमान भई सारा सृष्टिमाथि शासन गर्ने तपाईँ, आज आफ्नो बच्चाहरूको आँसुलाई देखी, आज तपाईँको बच्चाहरूले छाती पिटेको देखी, वेदनाले छटपटिएको देखिकन, स्वर्गको सिंहासनलाई छोडिकन हाम्रो निम्ति जगतमा आउनुभयो। त्यसैले पुरै हृदयले स्तुति धन्यवाद गर्छु प्रभु, हामीलाई दर्शन दिनुभएको निम्ति, हाम्रो आँसुलाई पुस्नको निम्ति तपाईँ स्वर्गबाट उत्रेर आउनुभयो। पिता, श्रापबाट, बिमारीबाट, हर प्रकारको निर्बलताहरूबाट, आर्थिक समस्याबाट, निराश अनि उदासी अवस्थामा भरिएको आफ्नो बच्चाहरूलाई देखिकन आज उनीहरूको जीवनमा अद्भुत काम गर्नको निम्ति, आश्चर्य काम गर्नको निम्ति हाम्रो बीचमा आउनु भएको लागि हामी धन्यवाद दिन्छौँ। एकलाई पनि नछोड्नुहोस् पिता, प्रत्येकमाथि दया गर्नुहोस् पिता। तपाईँको सेवकको रूपमा बिन्ती गर्छु, तपाईँको सेवकको रूपमा आँसु बगाउँदैछु। हरेक जनलाई दर्शन दिनुहोस्,
हरेकलाई आशिष दिनुहोस् पिता। पिता, तपाईँको बच्चाहरू समस्यामा छन्। पिता, बेरोजगारीको समस्या छन्। पिता, उनीहरू विवाह गर्न नपाई निराश छन्। पिता, सन्तान नभइकन चिन्तित छन्। पिता, बच्चाहरू स्थिर छैन, वेदनामा छन्। अनि अर्कोतर्फ श्रीमानले सताएको, श्रीमतीले सताएको, त्यसको बीचमा पिता, शरीरमा निर्बलता, यसरी एक होइन, अति नै समस्यामा तपाईँको छोराछोरी छन्। मनमा अति बोझ छन्। पिता, कसले उनीहरूको समस्या दूर गर्छ? कसले उनीहरूको आँसुलाई पुज्छ पिता? कसले उनीहरूको कष्टलाई दूर गर्छ पिता? कसले उनीहरूको शरीरलाई चङ्गा गर्छ पिता? को छ पिता उनीहरूको श्रापलाई दूर गर्ने व्यक्ति? को छ प्रभु उनीहरूलाई आशिष दिने, प्राणभन्दा प्यारो गर्ने तपाईँ बाहेक हाम्रो अरू को नै छ र? जीवनको आधार, हाम्रो आश्रय को छ? आज तपाईँ हाम्रो जीवनमा अद्भुत काम गर्नुहुन्छ। त्यसैले आज हरेकको जीवनमा अद्भुत कामलाई तपाईँ सुरु गर्दै हुनुहुन्छ। भरोसा गर्दछु, विश्वास गर्दछु, हाम्रो जीवनमा हाम्रो हर एक आवश्यकताहरूलाई तपाईँ पुरा गर्न जाँदै हुनुहुन्छ। त्यसकारण तपाईँलाई धन्यवाद, स्तुति। येशूको नाममा हामीले मागेको हरेक आवश्यकतालाई हामीलाई मिलेको छ, यो विश्वास गर्दै धन्यवादका साथ यो प्रार्थना माग्दछु पिता। आमीन।